नमस्ते। अस्तिको घाइते हो र तिमी? तिमी पनि जेन्जी आन्दोलनमा गएको? गएको होइन, साथीहरूसँग गएको थियो। अनि लट्ठीले हानेको, लडेको, अनि भाँचेको? भाँचे होइन, हड्डी। घरमा नभनेको? ए अलि यता नजिक आउनु त। अनि उपचारहरू के आज अपरेसन गर्नुपर्छ? कति बजे? 4 बजे। पैसा छ कि छैन? छैन? ले त कति लाग्छ भने डक्टरले? 50 छुन्छ भनेको छ। मैले 80 दिँदा हुन्छ? ए के तिम्रो नाम भन्छ कान्छा? जय। जय के? जय लामा। ए यो आज अपरेसन गर्नुपर्छ भने त दुखिरहेको तिमीलाई अहिले? ए अनि लड्या चाहिँ कहाँ तिमी? कलङ्की भिडमा लडेको? ए लट्ठीले कसले? प्रहरीले हाने? लामा ल यहाँ कति छ? ल यहाँ 80,000 छ है आज अपरेसन गर्नलाई तिमीलाई है। 50,000 लाग्छ भने डक्टरले। अनि फ्रीमा हुनु पर्ने बिचरा फेरि उसको अब त्यो जेएनजीको लागि मात्रै दिन्छ कि अहिले त बिचरा। ए नभने भएर तिम्रो लुकाएर राखेको घरमा? आमा कतिमा पढ्थ्यौ तिमी? 5मा। ल यो हजुरलाई यो 80,000 चाहिँ है तपाईँको यो भाइको। ल तिमी पहिला समात अनि मम्मीलाई देऊ है। अब यो चाहिँ अपरेसन गर्नलाई 50,000 लाग्छ भनेर मम्मीले तिमीले सुरुमै भनिन्छ नि त। नि त्यो सुरुमै भने भए त 23 गते लाग्यो कि 24 गते? 24मा लागेको। ए ल अपरेसन गर्नलाई पुग्छ तिमीलाई है यति भयो भने। अनि फेरि पनि चाहियो भने मलाई भन्नु ल, कल गर्नु है। ल ल जान्छ है आमा। ल हस् ल ल कान्छ है, म गएँ ल।